अनि मैले फर्मल ड्रेस गरेको चाहिँ किन हो भने चाहिँ अस्ट्रेलियाको प्राइम मिनिस्टर अब चाहिँ मिटिङको लागि रेडी हुनुपर्छ और जजको लागि यहाँ चाहिँ सनस्क्रिन लाउनै पर्छ अरे पुरा स्किन क्यान्सर पाउँछ हौ। अनि मैले फर्मल ड्रेस गरेको चाहिँ किन हो भने चाहिँ एउटा दाजुले भन्नुहुन्थ्यो कि स्याउमा के अरे अस्ट्रेलियाको प्राइम मिनिस्टर आएको थियो भने जस्तो पाए त्यस्तो लुगा लगाएर जान्थ्यो भनेर नि कोही बेला कतिजना के हो क्लबमा गएको जस्तो डिस्कोतिर गएको जस्तो त्यस्तो ड्रेस गरेर आउँछ हिपहपको हो। बट वी हेभ टु सो रेस्पेक्ट होला छ नि त होइन हृदयबाटै वेन किङ अफ द युनिभर्स प्रभु हाम्रो बिचमा हुँदाखेरि। सो इट्स गुड नि अलवेज इट्स नट ल कानुन त होइन तर राम्रोसँगले डिसेन्ट लगाएर गएको इट्स गुड होला छ नि। अब स्याउमा जाँदा यतिको भएर जाँदा त ठिकै होला उब्बर पनि भएन होला नि। सबैले लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् अन्त फलो गरिदिनुहोस्। सी यू गाइस।